र मेरो यो बेखुबी होइन, सुझबुझपूर्ण निर्णय हो र यो समाजलाई, यो देशलाई परिवर्तन गर्ने एउटा दृढ सङ्कल्पसहितको मेरो प्रस्थान बिन्दु पनि हो। समाज परिवर्तन गर्छु, असमानताका विरुद्ध लड्छु भन्ने मान्छेले एक्लै भए पनि 60 साल जस्तो ठिङ्ग उभिन सक्नु पर्दछ। तर मैले भनेको छु, तपाईँ एक भोट पार्टीलाई हाले पनि एक भोट साथीलाई हाल्नुहोस्। त्यो साथी भनेको मुडा चुनाव चिन्ह हो। उम्मेदवारी यसरी प्रस्तुत गर्नुभयो कि भनौँ 60 साल झैँ, तर चुनावी आगोको परीक्षा बाँकी छ। हुन्छ नि, चुनावी भुङ्ग्रो, रात ताप सहितको चुनावी समय बाँकी नै छ। झेल्नुहुन्छ? डाक्टर देवराज रोका अर्थात् कणयार रोका, देशमै एउटा परिचित नाम, त्यो पनि राजनीतिक अर्थशास्त्रीको रूपमा। चीनको बेजिङमा राजनीतिक अर्थशास्त्रमा PhD गरेका उनी समाजशास्त्र, मानवशास्त्र, राजनीतिक शास्त्रमा मास्टर गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, जनसङ्ख्या अध्ययनमा पनि मास्टर गरेका छन्। उनी अहिले असमानताको विरुद्ध लडाकुको रूपमा उभिन खोजेका छन्। यो देश धेरै कुरामा, थुप्रै कुरामा परिवर्तन हुन जरुरी छ। आश गरेकाहरूले गरेनन्, न पार्टीले गरे न नेताले, कसैले गरेनन्। अब आफैले गर्नुपर्ने रहेछ, आफैबाट सुरुवात गर्नुपर्ने रहेछ। यही सोच, अठोट प्रतिज्ञा र उद्घोष सहित अहिलेको चुनावमा होमिएका छन् उनी स्वतन्त्र उम्मेदवार बनेर। उनको भनाइमा नयाँ भनाउँदाहरूबाट पनि कुनै लछाडपाटो लागेन। त्यसैले आफै अग्रसर भएका छन्। आफूलाई साझा उम्मेदवारको रूपमा प्रस्तुत गरेको बताउने उनको यो बेवकुफी हो कि ऐतिहासिक हिम्मत? यस विषयमा आज पूर्ण पुष्टि स्टुडियोमा उहाँसँग संवाद हुनेछ। उहाँलाई स्वागत गरौँ। डाक्टर साहब, स्वागत छ। धन्यवाद। कतिको आराम हुनुहुन्छ? ठिकै छु, उत्साह बढिरहेछ। अध्ययन, विश्लेषण र बुझाइका हिसाबले, एउटा त्यसको उचाइका हिसाबले अत्यन्तै बौद्धिक व्यक्तित्व हुनुहुन्छ। पत्रकारको प्रश्न, जनताको प्रश्न हुनेछन्। खरो हुन सक्छ, माइन्ड नगर्नु। धन्यवाद। सामना गर्छु। यो जे गर्दै हुनुहुन्छ नि, कतै बेवकुफी गरिरहेको त छैन भन्ने काहीँ कतै लाग्छ कि लाग्दैन? मैले यसलाई यसरी भनौँ कि मान्छेले जब समाज बुझ्छ, देश बुझ्छ, राष्ट्र अन्तर्राष्ट्र बुझ्छ, त्यहाँका समस्याहरू बुझ्छन्, त्यो परिवर्तन गर्ने हुटुटी भित्रैबाट जाग्छ। म भित्रको मान्छे परिवर्तनको हुटुटी लिएर जन्मिएको छ र समाज परिवर्तन गर्छु, असमानताका विरुद्ध लड्छु भन्ने मान्छेले एक्लै भए पनि 60 साल जस्तो ठिङ्ग उभिन सक्नु पर्दछ। अरूबाट त्यो परिवर्तन सम्भव भएको भए हिजो हातेमालो गरेकै मान्छे हुँ म पनि। अब नयाँ भनिएका मान्छेहरूबाट पनि परिवर्तन देखिने सक्ने सङ्केत देखेको भए त्यसमा पनि हातेमालो गर्न फ्लेक्सिबल हुने मान्छे नै हुँ म पनि। तर परिवर्तन कतैबाट हुन सक्दैन। आफूले बुझिएको छ, जानिएको छ, सुनिएको छ, यो ठाउँमा भन्दाखेरि यो परिवर्तन हुन्छ भन्ने कुराको आभास आफूलाई भएको छ, त्यो झलझली देखिएको छ। तर गोरुभन्दा गाडा ठिक्क अगाडि उभियो भने के हुन्छ? त्यो गाडा घुर्दैन, होइन? त्यसैले परिवर्तनको आँट एकजनाबाट मात्रै, एकजना मान्छेले नै सुरुवात गर्नुपर्दछ। र मेरो यो बेखुबी होइन, सुझबुझपूर्ण निर्णय हो र यो समाजलाई, यो देशलाई परिवर्तन गर्ने एउटा दृढ सङ्कल्पसहितको मेरो प्रस्थान बिन्दु पनि हो। त्यसैले यसलाई बेखुबी होइन, यो आँट, हिम्मत र साहसको प्रस्थान बिन्दु हो। एक्लो स्वतन्त्र उम्मेदवारले उदयपुरको निर्वाचन क्षेत्र नम्बर 1 को 3 वटा नगरपालिका, 35 वटा वडाहरू, 1,42,804 जना मतदाताहरू मध्येबाट सबसे बढी मत पाउनु, यो चान्चुने कुरा हो र? यो चुनौतीपूर्ण कुरा नै हो, यो चान्चुने कुरा होइन। तर जनताको मतदान गर्ने अधिकार छ। जनताहरूलाई विगत केही वर्ष अगाडिदेखि एउटा निराशाको रोग लागेको छ। नागरिकहरू त्यो निराशाको रोगको शिकार भएका छन् र विगतमा राजनीतिक दलहरूले जुन आश्वासनका पोकाहरू बाँडे,
जागिरको, शिक्षाको, स्वास्थ्यको, बाटोघाटोको, पुल पुलेसाको। त वास्तवमा के हो भने अहिले आएर नागरिक कसरी सचेत भयो भने एउटा सङ्घीय सांसद जो हाम्रो प्रतिनिधित्व गर्दै संसदमा बोल्छ उसले विकास निर्माणको काम गर्दो रहेनछ है। त्यसको नीतिगत वकालत चाहिँ गर्ने हो, संवैधानिक परिवर्तनको वकालत गर्ने हो, बजेट र योजनामा लबी चाहिँ गर्ने हो, तर उसले चाहिँ जागिर लाउने काम गर्न सक्दो रहन्छ। त्यसकारणले हामी आश्वासनमा फँसेका रहेछौँ भनेर नागरिकहरू सचेत हुनु भएको छ, पहिलो कुरा। दोस्रो कुरा, विगतमा कति दलहरू थिए, कति दलहरूले निर्वाचनमा भाग लिनुभयो, सबैले आश्वासनका पुकारहरू बाँड्नुभयो। एउटा +2 गरेको मान्छे छ, एउटा इन्टरमिडिएट ब्याचलर गरेको मान्छे छ भने त्यसलाई चाहिँ झोले बनाइहाल्ने, जागिर लगाइदिइहाल्छु भन्ने। तर परिणाम त एउटा सङ्घीय सांसदले एउटा स्वकीय सचिव राख्न पाउँथ्यो, त्यो पनि अब चाहिँ आफ्नो नातागोताको मान्छे राख्थ्यो कि सालो राख्थ्यो कि साली राख्थ्यो कि। अनि रियल एक्टिभिस्ट चाहिँ जो कार्यकर्ता भनेर हिँडेको थियो, साँच्चै मैले यो मान्छेबाट केही कुरा पाउँछु, यो पार्टी सरकारमा गयो भने केही पाउँछु भन्ने उसको चाहिँ आशा चाहिँ निराशामा परिणत भएको छ। विगतमा राजनीतिक दलहरूले अब त्यहाँ चाहिँ ढलको समस्या छ, त्यहाँ बाँधको समस्या छ, त्यहाँ स्कुलमा समस्या छ, त्यहाँ स्वास्थ्यमा समस्या छ होइन। साना साना कुराहरूमा तपाईँको चाहिँ भोट दिनको लागि म बाटो बनाइदिइहाल्छु, म तपाईँको यो नदी कटानको बाँध बाँधिदिइहाल्छु होइन, तपाईँको बाटो पिच गरिदिइहाल्छु, यहाँ पुल जोडिदिइहाल्छु होइन। यस्ता खालका थुप्रै जनताका अपेक्षाहरू जुन छन् ती सबै पुरा गरिदिन्छु भन्ने खालको कुरा विगतमा भए। त्योबाट पनि समाज चाहिँ पुरा हुन नसकेपछि निराशामा छ। अहिले गाउँमा मत माग्न सक्ने स्थिति छैन र म त नयाँ मान्छे हो, पहिलोपल्ट चुनावमा भाग लिँदैछु र मलाई पनि कता कता अब नेता हुँदाखेरि त नमस्कार गर्नुहुन्छ, पछि गाउँ आउनुहुन्न, यस्तो खालको भनाइहरू पाउँछ। र नेता जसले तपाईँको चाहिँ निर्वाचनमा आश्वासनका पुगा बाँडेर प्रतिबद्धता व्यक्त गरेर विगतका निर्वाचनहरू जित्नुभयो, त्यो जितिसकेपछि फेरि जनताको समस्याको सुनवाई गर्ने यस्ता खालका कुराहरू हुन सकेन होइन। र नेता जस्तो भएन, दलको नेता भयो, उसले दलका कार्यकर्ताहरूलाई के गर्यो होला, त्यो फाल्टो हो, नागरिकलाई गर्न सकेन। त्यसैले मैले के भनेको छु भने नेपाली समाजमा जति पनि नेताहरू चुनावी मैदानमा उत्रिनुभयो सबैले आश्वासनका पुकार दिनुभयो र त्यो पुरा नभएपछि एक खालको चरम निराशा चाहिँ नागरिकहरूको बिचमा पैदा भएको छ। त्यहाँ युवा युवतीहरूको बिचमा, किसानहरूको बिचमा, मजदुरहरूको बिचमा, पेसागत समुदायमा लागेका मान्छेहरूको बिचमा त्यस्तो खालको एउटा निराशा देखेपछि यो निराशालाई च्याप्ने उपाय के हो त? अब सबैको परीक्षण त भइसक्यो होइन। अब यो परीक्षण भइसकेपछि अब यिनीहरूबाट चाहिँ यो कुरा सम्भव छैन। जसरी खोलिएको अन्डा या बतासे अन्डाबाट चल्ला कोरलिँदैन नि, अब यो कोरलिँदैन भन्ने खालको एउटा अवस्थामा नागरिकहरूको पुगेको अवस्था छ। त्यसैले मैले चाहिँ के सङ्कल्प गरेँ भने वास्तवमा पार्टीको उम्मेदवार हुँदाखेरि पार्टीको पक्षबाट निर्वाचित भएर सङ्घीय सांसदमा जाँदाखेरि जनताको स्वतन्त्र आवाज त बोल्न सकिँदैन। त्यहाँ त पार्टीले रातो भन्नु भन्यो भने रातो भन्नुपर्छ, कालो भन्नु भन्यो भने कालो भन्नुपर्छ। गलत कुरा आफूलाई लागिरहेको छ तर सही भन्नु भन्यो भने वकालत गर्नुपर्छ। त्यस्तो खालको पार्टीको सांसदले नागरिकको आवाज, नागरिकको समस्या बोल्न सक्दैन। त्यसैले मैले आफूलाई सबै नागरिकको, निराशामा परेका नागरिकको, दलभित्रकै निराशामा परेका नेता कार्यकर्ताहरूको सबैको आवाजलाई एउटा साझा व्यक्तिको रूपमा, एउटा साझा प्रतिनिधिको रूपमा मैले संसदमा मुखरित गर्नुपर्छ भन्ने हिसाबले आफ्नो साझा उम्मेदवारी पनि दिएको हो होइन। र त्यो साझा उम्मेदवारी कायम गरेर अहिले मुडा चिन्ह पनि प्राप्त गरेको छु। अब धेरैलाई के लाग्न सक्छ भने हरेकका स्मार्टफोनहरू छन्, 48 सालदेखिका चुनाव चिन्हहरू परिचित छन्। ती चुनाव चिन्हहरू मोबाइलमा आए पनि यहाँ उदयपुर क्षेत्र नम्बर 1 को नागरिकले कति कति चुनाव चिन्हहरूलाई परिचित गराएको छ त्यो तपाईँहरूले मूल्याङ्कन गरिदिनुहोस्। अहिले त कुनै चुनाव चिन्ह पश्चिमको मान्छेले हाल्दै पनि यहाँ आउँछ, पूर्वको मान्छेले हाल्दै पनि यहाँ आउँछ, कतिले वार रुमहरू पनि चलाइरहेका छन्। अब मैले त 14-15 दिन मात्रै भयो आफ्नो चुनाव चिन्ह प्राप्त गरेको। त्यो नागरिकहरूको बिचमा मैले चिनाउनु छ र मैले यो नागरिकहरूको निराशालाई एउटा आशाको किरण बनेर तपाईँको चाहिँ उहाँहरूका आवाज संसदमा स्वतन्त्र हिसाबले वकालत गर्ने, राख्ने हिसाबले उहाँहरूसँग मत मागेको छु। र तपाईँले भने जस्तै यत्रो ठुलो भूगोल, 3वटा नगरपालिका, 35वटा वडा, 1,42,480 समथिङ मतदाता भएको ठाउँमा सबैको घर घरमा पुग्न सक्दिनँ। म सबैलाई तपाईँकै मिडिया मार्फत के भन्न सक्छु भने तपाईँ पार्टीबाट निराश हुनुभएको छ, त्यसबाट विद्रोह गर्नुहोस्। पार्टीमै बस्न चाहनुहुन्छ त्यहाँ विद्रोह नगर्नुहोस्। तपाईँ पार्टी छोड्नुहोस् या नछोड्नुहोस्, चाहे एमालेको होस्, चाहे काङ्ग्रेसको होस्, चाहे
नेपाली कम्युनिस्ट पार्टीको होस् चाहे घन्टीको होस् होइन, तपाईँ पार्टी छोड्नुहोस् नछोड्नुहोस् त्यो कुरासँग मलाई त्यति धेरै ठुलो सरकार छैन। तर मैले भनेको छु तपाईँ एक भोट पार्टीलाई हाले पनि एक भोट साथीलाई हाल्नुहोस्। त्यो साथी भनेको चुनाव चिन्ह हो र म तपाईँको घर दैलोमा आइपुग्ने प्रयत्न गर्न सक्छु, चाहन्छु, तपाईँको दुःख सुखको साथी हुन चाहन्छु। तर मेरो बाध्यता जुन समयको एउटा छोटोपना छ, लिमिट छ, तपाईँको घर दैलोमा आउन सकिनँ भने पनि कम्तीमा यो जनताको आवाज मुखरित गर्ने जनप्रतिनिधि हुन चाहेको रहेछ, यसलाई मतदान गर्नुपर्छ भन्ने हिसाबले तपाईँ लाग्दिनु पर्ने आवश्यकता छ। यो स्वतन्त्र अभियान हो, स्वतन्त्र अभियान भएको हुनाले म आफै स्वतन्त्र छु, मत हाल्ने कुरामा तपाईँ स्वतन्त्र हुनुहुन्छ। त्यसैले एक भोट पार्टीलाई हाल्नुहोस्, एक भोट साथीलाई हाल्नुहोस्। अर्को कुरा, उदयपुरको जुन हामी भूगोलमा निर्वाचन लडिरहेका छौँ त्यो भूगोल भनेको धेरैवटा भूगोलको एउटा माइग्रेसन प्याटर्नबाट बनेको भूगोल हो होइन। यहाँ खोटाङ छ, यहाँ मतलब चाहिँ भोजपुर छ, यहाँ ओखलढुङ्गा छ, यहाँ सप्तरी छ र एउटा सिङ्गो उदयपुर बनेको छ। र यो उदयपुरबाट पनि धेरै साथीहरू, कोही काठमाडौँ हुनुहुन्छ, कोही विराटनगर हुनुहुन्छ, कोही इटली हुनुहुन्छ। सबै साथीहरूले हाम्रो भूगोलबाट एउटा साझा स्वतन्त्र उम्मेदवार भइरहेको मान्छे कस्तो छ त्यो मान्छेको बारेमा अनुसन्धान गरिदिनुहोस्। नराम्रा कुराहरू पनि आउन सक्छ चुनावको बेलामा, नराम्रा पक्षहरूलाई मात्रै नदेखिदिनुहोस्, राम्रा पक्षहरूलाई पनि देखिदिनुहोस्। र तपाईँलाई सबैलाई मैले हात जोडेर सविनय निवेदन के गर्छु भने यो उदयपुरको भूगोलको जनप्रतिनिधि हुने मान्छे तपाईँको लागि गौरव गर्न लायक छ कि छैन, यसले यहाँ जनताका साझा आवाजहरूलाई संसदमा मुखरित गर्न सक्छ कि सक्दैन, त्यसको फैसला गरिदिनुहोस्। र यदि तपाईँलाई त्यस्तो लाग्छ भने मेरा नातागोता, इष्टमित्र, छरछिमेकी, माथिबाट झरेका मान्छेहरू र यहाँबाट बाहिर रहनुभएका मान्छेहरूले पनि अब सबैले एउटा युनाइट भएर एउटा साझा स्वतन्त्र उम्मेदवार जो मुडा चिन्ह लिएर उठेको छ त्यो मान्छेलाई मतदान गर्नको लागि आह्वान गरिदिनुहोस्। र यसो गरियो भनेदेखि तपाईँले भने जस्तो एउटा हिमकाय मतदाता भएको ठाउँ, 1,42,000 मतदाता भएको ठाउँ सबैले यो कुरा रिलाइजेसन गरिदिनु भयो भने त गोप्य मतदान हो, चुनाव निर्वाचित हुनलाई कुनै गाह्रो कुरा छैन। सबसे बढी मत हजुर पाउँछु र जित्नेछु भन्नेमा हुनुहुन्छ। 100%। मतदाताले किन दिन्छन् तपाईँलाई सबसे बढी मत? के गर्नु भएको छ यतिन्जेल ती जनताका लागि? फेरि तपाईँको चुनौतीहरू पनि धेरै छन्। यो राजनीतिक मैदान हो, चुनावी मैदान हो। तपाईँका दलबल छैनन्, चुनावी संयन्त्र छैनन्, पार्टी कमिटी छैनन्, अहिले अघि पछि गर्ने भिडहरू पनि छैनन्। यस्तै कुराहरू देखाएर जनतालाई प्रभावित पार्ने, फकाउने, फुलाउने, धम्क्याउने गरेर सारा मतदाताहरूलाई प्रभावित बनाएर मत तान्ने यस्ता प्रवृत्तिहरू, पुराना प्रवृत्तिहरू, हरकतहरू छन्। ती हरकतहरू भनेपछि तपाईँ बुझ्नुहुन्छ, ती हरकतका बीच के जित सम्भव छ तपाईँको? ठिक छ, मैले चुनावमा 4वटा एजेन्डाहरूलाई मात्रै अगाडि बढाएको छु। मैले के कुरा बुझेको छु भने अब उदयपुरको जो मतदाता हुनुहुन्छ त्यो मतदाता भनेको हिजोको जस्तो मतदाता होइन होइन, पञ्चायतकालीन मतदाता होइन त्यो। र तपाईँको चाहिँ जेनजी मोमेन्ट पछाडि अगाडिका मतदाता पनि होइन त्यो। जो नवयुवाको आन्दोलन थियो त्यो आन्दोलनले तपाईँको धेरै मतदाताहरूमा एउटा नवीन चेत, आलोचनात्मक चेत चाहिँ विकसित गरेको अवस्था छ। मैले उहाँहरूलाई के भन्ने गरेको छु भने म मेरा मतदाताहरूलाई, आम सम्मानित उदयपुर क्षेत्र नम्बर 1 का जो मतदाताहरू हुनुहुन्छ उहाँहरूलाई मैले 4वटा मात्रै एजेन्डा प्रस्तुत गर्न चाहन्छु। एउटा शिक्षक, उसको काम पढाउने हो, तर पढाउने मान्छेले अब एथिस्टिको बोकेर बिरामी जाँच्न थाल्यो भने त्यो काम सुइटेबल होइन, उपयुक्त काम होइन, त्यसबाट रोग निको हुँदैन। एउटा पत्रकारले तपाईँको चाहिँ सत्य तथ्य समाचार सङ्कलन गर्ने र सम्प्रेषण गर्ने काम हो, तर उसले चाहिँ कलेजमा गएर तपाईँको चाहिँ अब म्याथमेटिक्स पढाउन थाल्यो भने त्यो पनि उपयुक्त हुँदैन। तर पेसागत हिसाबमा त्यो दुइटै क्षमतावान छ भने हुन सक्ला, तर त्यो उपयुक्त हुँदैन। एउटा टेलर्सले कपडा राम्रो सिलाउन सक्छ, उसको पेसा टेलर्स हो भने तपाईँको चाहिँ उसले चाहिँ अब म एकदम राम्रो गीत गाउँछु भन्यो भने हुँदैन। त्यसैले मैले भन्न खोजेको कुरा के हो भने समाजमा हरेक पेसा र तह तब्काका मान्छेहरू जो आफ्नो पेसा समातेर बस्नु भएको छ ती मान्छेहरूले आफ्नै पेसामा पारङ्गत हुने हो। तर एउटा तपाईँको राजनीतिक प्रतिनिधि, जनताको प्रतिनिधि हुने मान्छेले आफ्नो काम के हो र मैले के गर्न सक्छु भन्ने कुरा चाहिँ क्लियर रूपमा बुझ्नु जरुरी छ। मैले भन्नुको तात्पर्य के हो भने
ठिक छ, विकास निर्माणका कुराहरूमा, पूर्वाधार निर्माणका कुराहरूमा, मानवीय विकासका कुराहरूमा, शिक्षा स्वास्थ्यका कुराहरूमा एउटा चाहिँ नै जनप्रतिनिधिले वकालत गर्नुपर्छ। तर ठ्याक्कै त्यो गरिदिन्छु, मैले बाटो बनाइदिन्छु, पुल पुल्यासा बनाइदिन्छु भन्यो भने त गलत कुरा हो, किनभने उसले आफ्नो कामै चिनेको छैन, होइन? त्यसैले यस्तो खालको भ्रम आश्वासनमा लागेर जो निराश बनेको सोसाइटी छ, त्यहाँ मेरो कुरा के छ भने यहाँ राज्य छ, यहाँ नागरिक छ। नागरिकका अपेक्षाहरू राज्यले पुरा गर्नु पर्दछ र नागरिकको पनि अधिकार राज्यबाट सेवा सुविधा लिने अधिकार हो। तर त्यसको बिचमा एउटा ठुलो ग्याप छ। त्यहाँ नीतिगत ग्याप छ, त्यहाँ संवैधानिक ग्याप छ, त्यहाँ कानुनी ग्याप छ, त्यहाँ संरचनात्मक ग्याप छ, त्यहाँ बजेट र तपाईको चाहिँ योजनाको ग्याप छ। र त्यो बजेट र योजना पाइसकेपछि नि त्यसलाई सही हिसाबले कार्यान्वयन गर्ने मान्छेको अभाव छ। योजनाहरू असफल किन हुन्छन्, योजनाहरू नागरिकको पहुँचमा किन हुँदैनन्, यी 4-5 कुराले हो। त्यसैले नागरिकले पाउनुपर्ने जुन सेवा सुविधा छन्, ती सेवा सुविधा पाउने र दिनेहरूको बिचमा जुन कानुनी हडल्स छ, संवैधानिक हडल्स छ र योजना र बजेटको जुन चाहिँ ग्याप छ र नीतिगत ग्याप छ, म एउटा साझा स्वतन्त्र उम्मेदवार भएर उदयपुर क्षेत्र नम्बर 1 का जनताको मात्रै होइन, सम्पूर्ण आम नेपालवासी, नेपाली नागरिकहरूले प्राप्त गर्नुपर्ने सेवा सुविधामा यिनै कुराहरू अवरोध छन् भन्ने मेरो ठम्याइ छ र त्यो कुराहरू परिवर्तन गर्ने कुरामा मेरो संसदमा अगुवाई हुन्छ, होइन? पहिलो कुरा। दोस्रो कुरा, मेरो एजेन्डा यही हुनेछ। र दोस्रो कुरा, विगतमा चाहिँ जो मान्छेहरूले निर्वाचनमा भाग लिनुभयो, जो दलहरूले निर्वाचनमा भाग लिनुभयो, उहाँहरूले दिएका गलत आश्वासनकै कारणले जनतामा निराशाको रोग लागेको हो नि त, नेपाली समाजमा निराशाको रोग लागेको हो नि त। जो युवाहरू चाहिँ अहिले विदेशिनु परेको छ, पलायन हुनु परेको छ, त्यसको कारण पनि त्यही हो नि त। समाज राजनीतिका कारणले डिभाइड भइदिने, तर अब राजनीतिक पार्टीमा आबद्ध गर्ने कुरामा चाहिँ आबद्ध हुने, तर युवाहरूलाई चेतनशील बनाउने कुरामा, पेशागत क्षेत्रमा तपाईँहरू क्रियाशील हुनुहोस् भन्ने कुरामा गरी खाने काम चाहिँ केही नदिने, होइन? त्यसले चाहिँ नेपाली समाज बिरामी भयो। त्यो बिरामीलाई निको पार्दै एउटा वैकल्पिक दृष्टिकोण सहितको नयाँ राजनीतिको थालनी यो ठाउँबाट हुनेछ, त्यो पनि मेरो दोस्रो कुरा हो। र तेस्रो कुरा चाहिँ नि भोट माग्नका लागि मैले जे पाएँ त्यही गर्नेवाला छैन। विगतका जे हरकतहरू मैले यहाँ देखेको छु, विकृतिहरू जुन देखेको छु, र अब चुनाव आयो र चुनाव आउँदाखेरि पोहोर साल यस्तो गरेको थियो, मैले चाहिँ यस्तो बेनिफिट ल्याएको थिएँ भनेर जुन पर्सनल बेनिफिट एउटा सीमित समुदायलाई ल्याएको देखेको छु मैले, म त्यस्तो कुराको खण्डन गर्दै यहाँका आम नागरिकहरूको समस्या बोध गर्न, त्यसको जिम्मेवारी लिन र त्यो उत्तरदायित्व वहन गर्न म यहाँ उम्मेदवारी भएको, त्यो पनि मेरो अर्को एजेन्डा हो। र चौथो एजेन्डा भनेको चाहिँ अब यो मुलुकका लागि उपयुक्त राजनीतिक निकास के हुन सक्छ, होइन? म उदयपुरको भूमिबाट यहाँका नागरिकहरूबाट सिक्न चाहन्छु, समस्याहरूको सङ्कलन गर्न चाहन्छु र एउटा राष्ट्रिय चाहिँ नयाँ दृष्टिकोण सहितको विकल्प प्रस्तुत गर्ने एउटा प्रस्थान बिन्दुको रूपमा पनि मैले यहाँ लिएको छु। र म मान्छेहरूलाई के भन्दिनँ भने, मतदाताहरूलाई के भन्दिनँ भने, विगतको जुन ट्रेडिसन छ त्यो ट्रेडिसनलाई म पछ्याउँदिनँ। मेरो साझा उम्मेदवारी अरूभन्दा फरक हुनेछ र सचेत चेतनशील नागरिकहरूलाई मेरो कुरा मनपर्छ भने त्यसको अगुवाई गरिदिनु हुन, त्यसको प्रचार प्रसार गरिदिनु हुन र राजनीतिक सचेतनता पनि जुन त्यस्तो समुदाय छ त्यो समुदायमा पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। र मेरो यो अभियान एउटा नागरिकहरूलाई पोलिटिकल इम्पावर गर्ने, राजनीतिक रूपमा सशक्तिकरण गर्ने अभियान पनि हुनेछ। यस्तै यस्तै मुद्दाहरू म लिएर जान्छु। उम्मेदवारी यसरी प्रस्तुत गर्नुभयो कि भनौँ शक्तिशाल झैँ, तर चुनावी आगोको परीक्षा बाँकी छ। हुन्छ नि, चुनावी भुङ्ग्रो, रात ताप सहितको चुनावी समय बाँकी नै छ। झेल्नुहुन्छ?